उपस्थित जनसमुदायहरू हामी नेपालीहरूको लामो 75 वर्ष अगाडिदेखिको नेपाली कम्युनिस्ट पार्टी मार्फत नेपाल कम्युनिस्ट पार्टी मार्फत समाज रूपान्तरणको अभिभार पूरा गर्ने हिसाबले हाम्रा अग्रजहरूले धेरै रगत पसिना बगाउनुभयो, धेरै जमर्को गर्नुभयो र सारा कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गरेर एउटा सिङ्गो कम्युनिस्ट ठुलो कम्युनिस्ट पार्टी बनाएर त्यसका माध्यमद्वारा समाजमा भएका सम्पूर्ण विभेदहरू, सम्पूर्ण उत्पीडनहरू, सम्पूर्ण असमानताहरू हटाउने र एउटा समुन्नत नेपाल बनाउने सपना बोकेर धेरै नेपाली आमाका सपुतहरूले आफूलाई बलिदानी गर्नुभयो, वीर हुनुभयो कि शहीद हुनुभयो, वीरताका साथ लड्नुभयो र धेरै नेपाली आमाहरूका कोखरित्य धेरै शहीदहरू हुनुभयो। तर हामीले देखेको 75 वर्षदेखिको एकताको सपना र त्यो एकता मार्फत सम्पूर्ण उत्पीडितहरूको एकता, सम्पूर्ण गरिबहरूको एकता, सम्पूर्ण विभेदता पारिएका जनताहरूको एकता र त्यो एकताका माध्यमद्वारा नेपाली कम्युनिस्ट पार्टीका माध्यमद्वारा समाज बदल्ने जुन हाम्रो चाहना थियो, जुन सपना थियो, त्यो अहिले 82 सालमा आएर पुरा भएको छ। यो मानेमा हामी सबै नेपाली जनताहरूको यो दुईटा पार्टीहरूको, तीनटा पार्टीहरूको अथवा हामीले भन्ने गरेको अहिले हाम्रो एकता प्रक्रियामा भएको 16वटा पार्टीहरूको मात्र एकता होइन। यो एकता भनेको सम्पूर्ण गरिबहरूले आफ्नो गरिबीबाट मुक्त पाउनका लागि बनाएको पार्टी नेपाली कम्युनिस्ट पार्टीहरूको एकता हो। सम्पूर्ण उत्पीडित जनताहरूको आफ्नो उत्पीडनबाट मुक्त हुनका लागि बनाएको कम्युनिस्ट पार्टीको एकता हो। सम्पूर्ण आफ्नो देशमा केही गर्न अवसर नपाएर विदेशिनु पर्ने, बाध्य भएर विदेशिनु पर्ने युवाहरूको एकता हो। सम्पूर्ण विभेदमा पारिएका जनताको एकता हो र समष्टिमा भन्ने हो भने देशलाई एउटा समृद्धितर्फ लानुपर्छ र एउटा समृद्ध मुलुक बनाउनुपर्छ भन्ने सम्पूर्ण आम नेपालीहरूको एकता हो। त्यसैले यो एकता यहाँ कहिलेकाहीँ कुरा चल्ने गर्छ, कहिलेकाहीँ शङ्का पैदा हुने गर्छ। यो नेपाली कम्युनिस्ट पार्टी 16वटा 18वटा घटक मिलेका छन्, थुप्रा शीर्ष नेताहरू छन्, दोलखामा पनि धेरै नेताहरू छन्, यिनीहरू कसरी मिल्लान्? जेनजी आन्दोलनले एउटा महत्त्वपूर्ण सन्देश दिएर गएको छ। अब देशमा के गरौँ, देशलाई समृद्धतर्फ लगाऊ। सम्पूर्ण अग्रगामी परिवर्तनकारी जनताहरूको एकता हो, यो कुनै पार्टीको मात्रै होइन। म भन्दै थिएँ धेरै नेताहरू हुनुहुन्छ, धेरै पार्टीहरू छन्, दोलखामा पनि धेरै पार्टी र धेरै नेताहरू हुनुहुन्छ। यो कसरी एकता सम्भव छ, कसरी मिलेर जालान् भन्ने शङ्का कहिलेकाहीँ व्यक्त गर्ने गरिन्छ। म भन्न चाहन्छु खास गरी भदौ 23 र 24 गतिको जेनजी आन्दोलनपछि नेपाली युवाहरूमा, नेपाली जनताहरूमा अब पनि समृद्धिका लागि धेरै धैर्य गर्ने समय छैन। सम्पूर्ण देश बनाउँछु भन्ने राष्ट्रभक्त नेपालीहरू, देशमा पनि वामपन्थीहरू मिलेर जानुको विकल्प छैन र मिलेर एकताबद्ध भएर जाऊ भनेर एउटा खालको चाहिँ त्यसले पनि एउटा दिशा निर्देश गरिसकेपछि हामीभित्र भएका कतिपय गल्ती कमी कमजोरीहरू सच्याउँदै त्यसमा आत्मआलोचना गर्दै हामी एकताबद्ध भएका छौँ र हामी सम्पूर्ण नेता कमरेडहरूको र हाम्रा शीर्ष नेताहरूको अब एउटा मात्रै लक्ष्य हुनेछ, समृद्ध नेपाल बनाउने र जनताहरूलाई सारा समस्याहरूमा एकपछि अर्को गर्दै समस्याहरूको जाङबाट बाहिर निकालेर एउटा समृद्ध राष्ट्र बनाउँदै समृद्ध मुलुकमा बस्ने र समृद्ध मुलुक नेपाली जनतालाई हस्तान्तरण गर्ने एउटा सपना हो। त्यो भएर को नेता कहाँ बन्ने, कहाँ नेता बन्ने, को सांसद बन्ने, को गाउँपालिका अध्यक्ष बन्ने, को वडा अध्यक्ष बन्ने, त्यस्तो खालको एकता होइन। यो एकता त्यसो एकतामा शङ्का गरिराख्नुपर्छ भन्ने मलाई लाग्दैन। अब एकतापछि हामीले हाम्रा पूर्व पार्टीहरूको पहिचान खोजेर बस्यौँ भने पनि
सम्भव छैन। म यहाँबाट के आह्वान गर्न चाहन्छु भने सबै दलका नेताहरूलाई यताबाट भोटेकोशी बगेर आएको छ, यताबाट तामाकोशी बगेर आएको छ, उताबाट भोटेकोशी बगेर आएको छ, त्यसपछि तामाकोशी भएर बग्छ र फुलकोटमा गएर सुनकोशी भएर बग्छ, त्यसपछि सप्तकोशी भएर बग्छ। अस्ति नै हाम्रो नेता गंगा कार्की विश्वले भने जस्तै हामीले सुनकोशीमा गएर अथवा सप्तकोशीमा गएर भोटेकोशी र तामाकोशी खोज्न थाल्यौँ भने भेटिँदैन। त्यसैले पूर्व एकीकृत समाजवादी होस् वा पूर्व नेकपा माओवादी केन्द्र होस्, चाहे अरू घटकहरू, अब हामी छुट्टा छुट्टै छैनौँ, एकै भइसक्यौँ। त्यही भएर त्यसको छुट्टा छुट्टै अस्तित्व छैन। समग्र रूपमा नेपाली कम्युनिस्ट आन्दोलनको एक ढिक्का एउटै चाहिँ कोशी भएर एउटै समुद्र भएर हामी चाहिँ लाग्नेछौँ, बढ्नेछौँ भन्ने म त्यो अथोट पनि व्यक्त गर्न चाहन्छु र त्यो विश्वास पनि व्यक्त गर्न चाहन्छु र सम्पूर्ण हाम्रो पार्टीका नेता कार्यकर्ताहरूलाई त्यो आह्वान पनि गर्न चाहन्छु। मैले यहाँ धेरै समय लिन्न, नेता कहाँ हुनुहुन्छ, मैले यति मात्रै भन्दछु कि यो एकता उत्तर दक्षिण राजमार्ग खोल्नका लागि भएको एकता हो। वर्षौंदेखिको हाम्रो सपना, खास गरी उत्तरका जनताहरूको सपना, त्यसमाथि सिङ्गै गोर्खालीहरूको जनताको सपना, यो उत्तर दक्षिण राजमार्ग हाम्रो चाहिँ सबैभन्दा छोटो राजमार्गको रूपमा रहेको उत्तर दक्षिण राजमार्ग खोल्ने सपना देख्नेहरूको बीचको एकता हो। यो उत्तरमा भएका ठुलो अपार जलविद्युतको भण्डार छ, त्यो जलविद्युतबाट यो उत्तरका जनता लगायत गोर्खाली जनताहरूलाई समृद्ध बनाउने अथोट सपना देख्नेहरूको एकता हो। यो उत्तरमा भएको अपार प्राकृतिक स्रोतहरूको जसरी दोहन भइरहेको छ भन्ने हामीले सुनेका छौँ, त्यो बेलामा कुरा उठ्ने गरेका छन्। त्यसलाई रोकेर त्यो अपार प्राकृतिक सम्पदाहरू उत्तरी क्षेत्रका जनता र समग्र गोर्खालीको हितमा बनाउन लाग्नुपर्छ भन्नेहरूको एकता हो। त्यसैले मैले भन्न चाहन्छु, अब यो कुनै अमुक नेताको कुनै पदमा पुग्ने, ऐसारण उपभोग गर्ने, धन दौलत जम्मा गर्ने लालसाको यो एकता होइन। यो एकता मैले भने धेरै यो नेपाल बनाउनका लागि, समृद्ध नेपाल बनाउनका लागि धेरै नेपाली आमा बाहरूले आफ्नो काँक्री तोड्नुभयो, ती तमाम शहीदहरूको पूरा गर्नका लागि भएको एकता हो। 23-24को घटनामा पनि सयौंको संख्यामा घाइते हुनुभयो, दर्जनौंको संख्यामा वीरगति प्राप्त गर्नुभयो, ती शहीदहरूको सपना पूरा गर्नका लागि भएको एकता हो। त्यसैले हामीले त्यही भावना, त्यही आत्मबोध गर्दै भविष्यमा आउने सम्पूर्ण अप्ठ्यारोहरूको जितेर सामना गर्ने हिसाबले हामीले अगाडि बढ्नुपर्छ भन्ने आफ्नो भनाइ राख्दै यहाँ नेताहरूले, धेरै नेताहरू हुनुहुन्छ, अझ समष्टिमा नेताहरूले आफ्नो नेताहरूले भनाइ आउनेछ, उहाँले राख्नुहुनेछ। यति भन्दै पुनः एकचोटि आफ्नो अमूल्य समय दिएर यो सन्देश सभामा आउनुभएका तपाईँ सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अभिवादन र नमस्ते व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद।